नमस्ते साथीहरू, म चाहिँ आज मोमोको रातो चटनी कसरी बन्छ भनेर भिडियो मार्फत देखाउन गइरहेको छु। लास्टसम्म भिडियो हेरेर साथ सपोर्ट लाइक सेयर गरिदिनु होला। एउटा पेन लिग्ने, ग्यास सल्काउने, त्यसमा थोरै तेल हाल्ने। तेल हालिसकेपछि अदुवा र लसुनको पेस्ट हालेर चलाउने। त्यसमा थोरै सेजवान सस हाल्ने। त्यसलाई ब्राउन नहुँदासम्म चलाउने। त्यसपछि पिसेर राखेको धुलो खोर्सानी मिसाउने आवश्यकता अनुसार। त्यसलाई केही समय भुट्ने अनि आवश्यकता अनुसार पानी राखिदिने। त्यसमा सल्ट हाल्ने। त्यसपछि अजिनामोटो हाल्ने आवश्यकता अनुसार, स्वाद अनुसार, र धनियाँ काटेर राखेको धनियाँ एड गरिदिने। यसमा कर्नफ्लोर र पानी मिक्स गर्ने। त्यसलाई गाढा बनाउनको लागि आवश्यकता अनुसार कर्नफ्लोर राख्ने र चेक गर्ने कतिको गाढा भयो भनेर। त्यसपछि हाम्रो चटनी रेडी भइसकेको छ। र स्वाद दिनको लागि हामीले पेस्ट गर्ने। पेस्ट चाहिँ बबल आउनु पर्यो।